हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ मैले सके त भन्ने गीतको लेसन लिएर आएको छु। यो गीत चाहिँ जी4 सिकिङको हो। अनि यो गीतको स्टार्टिङमा चाहिँ हामीले एउटा इन्ट्रो टाइपको म्युजिक सुन्छौँ। अनि यो म्युजिकको नोटेसन चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ सेकेन्ड स्ट्रिङ फोर्थ फ्रेट, फर्स्ट स्ट्रिङ थर्ड फ्रेट, अनि सेकेन्ड स्ट्रिङ फोर्थ फ्रेट, अनि फर्स्ट स्ट्रिङ सिक्स फ्रेट, अनि ब्याक टु फर्स्ट स्ट्रिङ थर्ड फ्रेट, यस्तो सुन्छ टोटलमा। अनि यसको सेकेन्ड पोजिसन हेर्दाखेरि चाहिँ सेकेन्ड स्ट्रिङ सिक्स फ्रेट, फर्स्ट स्ट्रिङ फोर्थ फ्रेट, सेकेन्ड स्ट्रिङ सिक्स फ्रेट, फर्स्ट स्ट्रिङ एट फ्रेट, अनि ब्याक टु फर्स्ट स्ट्रिङ फोर्थ फ्रेट। सो यो दुईटा चाहिँ यस्तो साउन्ड गर्छ। अनि फेरि हामी ब्याक जान्छौँ त्यो फर्स्टको पोजिसनमा, जुन चाहिँ छ त्यही फर्स्टको पोजिसन हो। सेकेन्ड स्ट्रिङ फोर्थ फ्रेट, फर्स्ट स्ट्रिङ थर्ड फ्रेट, सेकेन्ड स्ट्रिङ फोर्थ फ्रेट, अनि फर्स्ट स्ट्रिङ सिक्स फ्रेट, ब्याक टु फर्स्ट स्ट्रिङ थर्ड फ्रेट। सो यो टोटल चाहिँ हाम्रो यस्तो सुन्छ। यो म्युजिक चाहिँ कन्टिन्युसली इन्ट्रोदेखि लिएर गीतको बिचमा पनि बजिरहेको छ। अनि म्युजिक चाहिँ अरू केही पनि छैन। सो यही मात्रै छ। अनि त्यसको बादमा चाहिँ कर्ड्सहरू हेर्नुपर्दा चाहिँ हामीले है क्यापो फर्स्ट फ्रेटमा हालेको छौँ। अनि कर्ड चाहिँ हाम्रो छ डी मेजर, त्यहाँदेखि ई माइनर, त्यहाँदेखि डी मेजर। यो चाहिँ कस्तो प्याटर्नमा छ भन्दाखेरि चाहिँ 1 2 3, फेरि ब्याक टु 1 2 3। अन्त चाहिँ यो चाहिँ फर्स्टको भर्समा चाहिँ स्ट्रङ प्ले गरेको छैन गीतमा पनि। फर्स्टको भर्समा चाहिँ हामीले सिम्पली हेर्न सक्छौँ यसरी नै गाएको छ गीत। किन सास फेर्न हुन्छ गाह्रो जब छैनौ आज तिमी मेरो साथ, किन रङ्गहरू फिका लाग्छ, किन रुन्छ मन जब बढ्छ सास, है। यो भर्सको पार्टमा चाहिँ यही कर्ड प्ले भएको छ। अनि हामी आउँछौँ कोरसको पार्टमा। त्यो कोरसमा चाहिँ हाम्रो कर्ड छ जी, हाम्रो कर्ड छ ए, त्यहाँदेखि डी। अन्त स्ट्रमिङ प्याटर्न चाहिँ हाम्रो चाहिँ डाउन डाउन स्टप त्यहाँदेखि अप छ। अनि सो यो चाहिँ यसरी जान्छ। सकेत रोक्न समय आछ, कोही थाप्ने थिए फेरि तिम्रो हात, समेटी सारा मेरा भुल, चढ्न खोज्दै मायाको सुबास। हामी सुबासमा डीमा जब अड्किन्छ भने त्यहाँदेखि चाहिँ ए भन्ने पार्ट छ। सुबासमा पुगेपछि चाहिँ हामी चाहिँ एमा चाहिँ हामी ई माइनर जान्छौँ, त्यहाँदेखि फेरि ब्याक टु डी आउँछौँ, त्यहाँदेखि फेरि ब्याक टु डी, त्यहाँदेखि ई माइनर, त्यहाँदेखि डी छ, त्यहाँदेखि फेरि ब्याक टु डी ई माइनर डी। सो डल्लै गीतमा चाहिँ यही रिपिट भइरहेको छ है। भर्समा तपाईँको 1 2 3 1 2 3 यो पार्टले गइरहेको छ। अनि तपाईँको कोरसमा चाहिँ जी ए डी यही सबै गइरहेको छ है। होप यु गाइज इन्जोय दिस भिडियो है। थ्याङ्क यू फर वाचिङ।